आज हामी कहाँ छौँ तपाईँलाई थाहा छ? पाल्पाको सुन्दर नगरी रामपुरमा छौँ। तपाईँको सपनाको घर सजाउनको लागि आरएन बिजनेस लिङ्कले ल्याएको छ टाइल्स एन्ड ग्रेनाइट जोन। पाल्पा रामपुरको बेचाड बजारमा लुम्बिनी प्रदेशकै पहिलो शाखा उच्च गुणस्तरको आकर्षक र सुलभ मूल्यमा विशाल गोदाम सहित राजस्थानबाट सिधै रामपुर बेचाड बजारमा ग्राहकको सेवामा आएको छ। बेचाड बजार कान्छी हाउस मार्गमा श्रावण 10 गते आज शुभ मुहुर्तमा शुभारम्भ भएको छ। नमस्ते हजुर, म सनी निमावत मोरबी गुजरातबाट। हाम्रो उता 25 सालदेखि गुजरातमा पनि 3टा फ्याक्ट्री छ। आकृति सिरामिक, नमो सिरामिक, एप्रिकोट सिरामिक, साविनो ग्रेनाइटो। अनि नेपालमा पनि फ्याक्ट्री एउटा खोलेको। हामी नेपालमा पनि 15 सालदेखि कारोबार गरिरहेछौँ। अहिले अगाडिको टाइममा रोटी बेटीको सम्बन्ध थियो, अहिले पनि छ, तर अहिले त कारोबारको पनि सम्बन्ध भयो। अनि नेपालमा कर्मभूमि लेखेको होला कि यता हामी कर्म गर्ने आएको अनि कारोबार गरिरहेछौँ। अनि यता नेपालमा 7 प्रदेश छ। 7औं प्रदेशमा हामी हरेक ठाउँमा एउटा ब्रान्च खोलिरहेछौँ। एउटा ब्रान्च यता बुटवलमा आरएन बिजनेस ट्रेड लिङ्क गरेर भएको छ, उसको शाखा आज रामपुरमा खुलेको छ। अनि अगाडि कुरा राजन सर गर्छ। नमस्ते, म राजन ढकाल। हामी उहाँकै सपोर्टमा बुटोल कालिका नगरमा यसको एउटा अफिस, एउटा केन्द्र बनाएर प्रदेश नम्बर 5 को केन्द्र बनाएर सञ्चालन गरेका छौँ। यो पहिलो शाखा हाम्रो रामपुरमा खोल्न सफल भएका छौँ। यो शाखा खोल्नुको हाम्रो मूल कारण के छ भने यसको बजार पूर्ण रूपमा बुटोलमा केन्द्रित रहेको कारण र टाइल भनेको कुरा ल्याउँदै गर्दाखेरि अलिकति गाह्रो विषय, ट्रान्सपोर्टको लागि एकदम गाह्रो विषय भएको कारणले गर्दा हामीले त्यही नै एउटा शाखा विस्तार गरेर लार्ज स्केलमा त्यसको स्टक गरेर कि आज खोजेको कुरा आजै पाउन सकिने गरी व्यवस्थापन गर्न सकिन्छ कि भन्ने हिसाबले हामी 6 महिनादेखि अध्ययन गऱ्यौँ। र अन्तिममा यो कुरा हाम्रो अशोक श्रेष्ठजी हुनुहुन्छ, उहाँसँगको मिटिङ गरिसकेपछि सम्भव छ, मेरो ठाउँ पनि छ, सबै कुराहरू मिलाउन सकिन्छ भन्ने कुरा आइसकेपछि यो कुरालाई हामीले पूर्णता दिनको लागि 3 महिना अगाडिदेखि प्रयास गरेर आज यसको ओपनिङ गरेका छौँ। र यहाँको हामी के एकदमै अनुरोध गर्न चाहन्छौँ भने यहाँको जसले पनि घर बनाउँदै हुनुहुन्छ, निर्माणको काम गर्दै हुनुहुन्छ, अग्रिम हामीलाई सम्पर्क गर्नुभयो भने हामीसँग त्यस्तो प्राविधिक हुनुहुन्छ जुन ठाउँमा कुन टाइल प्रयोग गर्ने र कुन टाइल प्रयोग गर्दाखेरि टिकाउ हुन्छ भन्ने कुराको पनि हामीले परामर्श दिने तयारी गरिरहेको हुँदा त्यो टिम हामीसँग भएको हुँदै गर्दा हामीले त्यो सबै कुराहरू गराउँछौँ। कसरी यत्तिकै बनाउँदै गर्दा हजुरले के देख्नुहुन्छ भन्दा टाइल कहाँ प्रयोग कसरी गर्ने भन्ने नजान्दाखेरि खर्च बढी आएको र टिकाउ नभएको देखिन्छ। त्यसले गर्दा यो कुरा बुझेर गर्नुभयो भने खर्च पनि कम हुने र टिकाउ पनि लामो समयसम्म रहने हुँदा हजुरहरूले परामर्श गरेरै गर्नुभयो भने हामी धेरै कुराहरू दिनको लागि तयार छौँ। हजुरहरू लिनको लागि तयार हुनुहुन्छ भने हाम्रो यो आरएन बिजनेसले जुन यो शाखा खोलेको छ, शाखामा सम्पर्क गर्नुहोला र मिलेर हामी काम गराउनेछौँ र दीर्घकालीन रूपमा हजुरहरूलाई यो टाइलको जानकारी र हाम्रो जुन ग्यारेन्टी सहितको हामी टाइल लिएर आएका छौँ त्यसले लामो समयसम्म हजुरलाई फाइदा दिनेछ भन्ने हामी हजुरलाई जानकारी पनि गराउन चाहन्छौँ। हस्, धन्यवाद। सबैभन्दा पहिला चाहिँ अशोकजीलाई मेरो व्यक्तिगत तर्फबाट र सिङ्गो संस्थाको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद छ, यो टिमलाई, सिङ्गो टिमलाई। किनभने यहाँहरूले वास्तवमा अहिले ग्राहकका चाहिँ आवश्यकतालाई मध्यनजर गर्दै जुन आफूले आफ्नो पेसालाई अपग्रेड गर्नुभएको छ होइन, यो विषयमा उहाँलाई म पुनः धन्यवाद पनि दिन चाहन्छु। विशेष गरी अब रामपुरमा त्यस्तो छैन, तर अन्य क्षेत्रमा चाहिँ अब व्यापारीहरू अलिक पलायन हुने अवस्था पनि देखेका छौँ। तर चाहिँ रामपुरमा उहाँले पहिला यसलाई चाहिँ सानो पसलबाट सुरु गरेर अहिले होइन अलिक ठुलो बृहत रूपमा चाहिँ उहाँले जुन गर्नुभएको छ, यसले के पनि सन्देश दिन्छ भने रामपुरमा व्यवसाय चाहिँ सुस्ताएको छैन होइन। अन्त नेपालको परिप्रेक्ष्यमा जे भए पनि नेपालमा अझै पनि या रामपुरमा अझै पनि यो व्यवसाय चाहिँ बढ्दो छ। त्यसैले अरू व्यवसायी साथीहरूलाई पनि आएर आफ्नो व्यवसायलाई अझै बृहत्तर रूपले चाहिँ सञ्चालन गर्नको लागि म यो पनि सन्देश दिन चाहन्छु। नमस्कार, म अशोक श्रेष्ठ, म व्यवसायी। हामी सानो पसलबाट सुरु गरेको अनि रामपुरमा अलि बढ्दो बजारीकरण गर्दाखेरि अनि यहाँ डिमान्ड धेरै हुने र मान्छेहरू भने सामान नपाउने, बुटोल जानुपर्ने समस्याले गर्दाखेरि हामीले अलिक ठुलो लार्ज स्केलमा काम गर्न खोजेको। हामी कम्पनीसँगै जोडिएर गरिरहेका छौँ। सबैको साथ सपोर्ट भयो भने अवश्य पनि राम्रो हुनेछ भन्ने लाग्छ। हस्, धन्यवाद, नमस्कार। अब अशोकजीमा आएपछि सबै खालका टाइलहरू होइन जुन भारतमा पाइन्छ ती सबै खाले टाइलहरू यहाँ चाहिँ अभाइलेबल छ। अब यहाँले चाहिँ घर अब राम्रो गराउन चाहनुहुन्छ भने होइन राम्रा खालका टाइल ग्रेनाइटहरू यहाँ उपलब्ध छन् होइन।